तल गाई चाहिँ कमल हो के हो गाई चाहिँ हेर्नु देख्न सक्नुहुन्छ यो चिज के हो मलाई त खासै अहिलेसम्म थाहा छैन कमल भनेर यो चाहिँ के हो हेर्नुहोस् त गाई हो कि होइन है मलाई त ठ्याक्कै थाहा भएन कमल हो भन्छन् ऊ यतातिर धेरै छ है त्यहाँ परतिर हेर्नुहोस् त ल है पुरै छ है हेर्नुहोस् त गाई पर के हो यो चिज कमल हो कि होइन कि थाहा भएन मलाई ल हेर्नुहोस् त गाई के हो तपाईँ थाहा छ भने भनिदिनुहोस् है यो कमल हो कि होइन है हेर्नुहोस् त गाई ल यहाँनिर पर फुलिरहेको छ है त्यहाँ चाहिँ के हो कि होइन थाहा भएन गाइजहरू भनिदिनु होला जानकारी मलाई थाहा छैन यो चाहिँ के हो है ल भन्नुहोस् त यो यस्तो छ है यसको पात चाहिँ यहाँ ल देख्न सक्नु यस्तो छ है के को हो यो हेर्नुहोस् त के चिज हो ल गाइज यस्तो ठाउँमा आज हामी घुम्न आएको हो ल हेर्नुहोस् त गाइज यहाँबाट क्लियर देखिन्छ है गाइज ल हेर्नुहोस् त आजको यो यस्तो छ है कमल भन्छन् मलाई त थाहा छैन हेर्नुहोस् यस्तो छ खेती यहाँ हेर्नुहोस् त यहाँ ल ओ हेर्नुहोस् त पाक्यो यो पनि अब यसको पनि सिजन सकिसक्यो यस्तो छ ओखर छ ल हेर्नुहोस् पुरै कालो हेर्नुहोस् त यति कालो छ पाकेर पुरा हेर्नुहोस् त गाईहरू यस्तो छ यो है गाईहरू देख्न सक्नुहुन्छ म टिप्दैछु यसलाई हेर्नुहोस् त ओ माई गड पुर्खाइदिनु हो नजिक जाऊ न निलो अस्ति हामीले फोडेको निलो र झन् टोकेर लानु साहस त सही ठाउँ चाहिँ है रोमुनिया के फल हो नाम थाहा भएन ल के हो चिन्नुहुन्छ भने चाहिँ भन्नुहोस् ओखर सब घाम डुब्ने बेला भइसक्यो हेर्नुहोस् घाम अस्ताउन लागेको अवस्था अब त घाम त अस्ति ल हेर्नुहोस् त कति झाडी मात्रै यो के लहरा हो लहरा मात्रै छ है ल हेर्नुहोस् त गाईहरू यस्तो छ ठाउँ चाहिँ यहाँ यो युरोपमा यस्तो छ सिस्नो ल हेर्नुहोस् त सिस्नो बुढो भइसकेछ सिस्नो ल यस्तो छ सिस्नो हेर्नुहोस् अहिले त बुढो भइसकेछ ल हेर्नुहोस् त यता चराहरूको कस्तो मजा रमाउने कुरा गरिरहेको छ है चरा पनि आफ्नै भाषामा यिनीहरूको पनि आफ्नै भाषा होला अब यिनीहरू अब साँझ पऱ्यो आफ्नो घर फर्किएर आफ्नो गोठमा अब आउँदैछन् यिनीहरू यतै बस्छन् होला ससाना छन् चराहरू पनि कति रमाइलो दृश्य छ है चरीहरू हेर्नुहोस् है
यो युरोपका घर ससाना हुन्छन् है ल ल यस्तो छ युरोपको घरहरू सासाना त्यो पनि पाउँदो रहेछ है यो रोमियो हेर्नुहोस् त यो ल यसको बुट्टा है यसको बुट्टा दाही ग्यास अहिले गाउँहरू पहिला यस्तो थियो गाउँ काटेर आजले यस्तो छ गाउँ हुने कुरै छैन ल हेर्नुहोस् त गाइजहरू यस्तो छ है यहाँनिर ल यो के को बुट्टा होला गाई ल हेर्नुहोस् त अफिनको घरहरू है यहाँको घरहरू हेर्नुहोस् है बजार पाहाडी यस्तो छ है बजार ल हेर्नुहोस् त हामी यताबाट जाने हाम्रो गङ्गाडु है गङ्गा ल गङ्गाडुको रुखा खतरा फल्छ क्या राका त्यसलाई सबै मिसिया हेर्नुहोस् त फुलहरू त्यो काँडाहरू यस्तो छ हेर्नुहोस् त यहाँ ल हाम्रो गाईहरू त्यहाँ हिँड्दैछ ल हेर्नुहोस् त फुल काँडा हेर्नुहोस् त फल यसको यस्तो फल है काँडाको ल है ऐसेलो गाईहरू यहाँ मार्दैन नि फेरि मार्छन् न त यो लगाइ हेर्नुहोस् त हेलोको यसरी पाकेको छ है ल यसरी टिपेर हेर्नुहोस् गाईहरू यसरी टिप्ने यसरी न क्वाप्पा क्वाप्पा खाने यस्ता गाडी त आउँछन् जान्छन् बनै खायो बनमाराले पिलेन आकाशमा उड्यो गनगनी देख्नु क्या अलि राम्रो हातकै पट्याङ गराएको थियो बुढाबुढीको हात हेर्नुहोस् है स्यालो टिपेछ आएको है त गाडी मिल्गेन हेर्नुहोस् गाई फुलहरू त्यो स्याउ हेर्नुहोस् हो स्याउहरू हो नि त गाईहरू अन्त कुकुर पुरा हेर्नुहोस् देख्नुहोस् कुकुर यस्तो छ है यहाँ हेर्नुहोस् है प्लेन गाईको क्लासमा कुदिरहेको छ है प्लेन हेर्नुहोस् त फल आम्मा हो ल ल हेर्नुहोस् त यहाँ हङ्गा मुडै भाँचेको छ है ल यसलाई पूर्णे भन्छ यहाँको भाषामा खै नेपालमा के भन्छ थाहा भएन ल हेर्नुहोस् त ल माटे हेर्नुहोस् त गाइज माटे लट्टे 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 ल है गाइज हाम्रो मेन रोड मारेमा पसलमा आइपुगेको हो मेन रोडमा आइपुग्यो है आज घुम्न मेन रोड हाम्रो न्यु रोड अब हाम्रो त गाडीमा पसल्यो हो यो चाहिँ हस्पिटल है गाई चाहिँ हाम्रो नजिकको हस्पिटल हो है गाई चाहिँ हाम्रो नजिक आइपुग्यो है गाई चाहिँ हाम्रो अब हाम्रो घर घुमेर आइपुग्यो है यही होटेल हेर्नुहोस् त होटेल गाई है गाई चाहिँ हाम्रो होटेल घुमेर आइपुग्यो है गाई चाहिँ अब हाम्रो घर घुमेर आइपुग्यो है यही होटेल है गाई चाहिँ हाम्रो घर घुमेर आइपुग्यो है गाई चाहिँ
यही हो अब हाम्रो अस्थायी घर यहाँनिर रोड छ है यस्तो नजिकै मेन रोड यही हो यो हाम्रो घर यो भित्र हामी बस्छौँ है यही हो हामी काम गर्ने होटल चाहिँ यो चाहिँ हेर्नुहोस् होटल सबै छ स्टुडियो छ अहिले नयाँ बनाइरहेको छ यस्तो बनाएर छ है गाइजहरू ल हेर्नुहोस् त ल हाम्रो होटेलै हो यस्तो छ है गाई भित्र बत्ती झलिमाले डल्लै बलिरहेको छ बत्तीहरू यो चाहिँ हाम्रो काम गर्ने यहीँनिर है त यो भित्र छ तिस्टिना स्विमिङ त्यहाँनिर स्विमिङ चाहिँ सानो बच्चाहरूको लागि ल यही है त हाम्रो काम गर्ने पार्टी हल ल है बहिनी ल यो चाहिँ हाम्रो घर बहिनीको चाहिँ त्यो त पुता बस्नुहुन्छ यो हाम्रो रिसेप्सन ल यो चाहिँ अब हाम्रो काम गर्ने घर आइपुग्यो है ल गाइस बाई बाई गुड नाइट